Hello guys, welcome to my vlog. Namaste everyone. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यो चाहिँ मेरो फर्स्ट भ्लग हो है। अब हजुरहरूले माया सपोर्ट गरिदिनु होला है। सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला। हजुरहरूको सपोर्ट चाहिन्छ है। प्लिज सपोर्ट गरिदिनु होला। हाम्रो लोग्ने नगरपालिका पनि कस्तो बनाएको थियो, अब अहिले चाहिँ राम्रो बनाउन सकिरहेको छ। अब त्यो गर्नु नहुन्थ्यो होइन, जिउँदो गरेर त होइन होइन स्पेड भएको गर्नुसँग जिउँदो आन्दोलनमा स्पिड भएर नै यसको समस्या हो। यहाँ चौकी पनि त्यस्तो भएको सब मिलेर बनाएको छ होइन। त्यो नेपालीको मान्छे हजुरहरूलाई यो हाइवे चाहिँ कस्तो लाग्छ? यो हाइवे चाहिँ मलाई एकदम राम्रो लाग्छ। बाटो पनि सफा छ, राम्रो छ, वरिपरि रुखहरू छ होइन। यो हाइवे चाहिँ हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। टिकटभित्र छिरे अहिले अब नयाँ स्टेडियम बन्दैछ। यो क्रिकेटमा चाहिँ राम्रै भइरहेछ। अझै राम्रो होस्, क्रिकेट फुटबल सबै खेलकुदहरूमा राम्रो होस्, नेपाल टपमा आओस् है। त्यस्तै छ। सरकार त अब नयाँ सरकार आएको छ, नयाँ सरकारले के गर्ला नि भन्ने आश छ। त्यही हो गाइज, आजको लागि यति नै है। प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सपोर्ट र माया देखाइदिनु होला भन्दै आज म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।